आज चाहिँ रनिङ भ्लग हो क्या उकालोमा रनिङमा यो नकुद्दै हुँदैन म त्यो गाईको घप घप मिस हुन थाल्छ घप घप त्यो मिस भएन पर गित्ती हुन्छ क्या त्यो भएर बल्ल बल्लमा आज यत्रो उमेरमा बल्ल बल्ल पाएको भन्दा त मैले रमाउँथ्यो होला पत्याउँथ्यो होला यो चाहिँ रनिङ भ्लग हो उडेर म चाहिँ घप 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 भ्लगमा जानुपर्छ म चाहिँ पर कुद्नु पर्छ क्या मान्छे ब्ल्याक आइदिरहेको फेरि अब कलर पनि मैले स्वास भइरहेको छैन मान्छे यो चाहिँ कुदे पनि फेरि अब यसको डबल घप घप हान्नुपर्छ क्या मान्छे कुद यो चाहिँ रनिङ भ्लगमा पर डेन्जर हो क्या घप घप भने चाहिँ फेरि पैसा हो नि केटा हो घप घप भने चाहिँ मनी त्यसलाई चाहिँ घप घपलाई तामाङ भाषाबाट मनी भन्छ र मनी तामाङ हो कि खै कुन भाषाबाट भन्छ तर नेपाली भाषाबाट कपाल सपाल भिजाएर म चाहिँ कुल भइदिउँ न एकचोटि वाह माछे कुद त भन्यो म चाहिँ यस्तो उकालोमा आउनु नि अमै सानो फाट्दैन भने नि के भन्छ सधैँ गाँड यसमा चाहिँ अब फेरि भ्लग चाहिँ म चाहिँ बिचमै पज भयो क्या आज किनभने माथिबाट हेरेको एउटा आन्टी आउँदै रहेछ कि अनि त्यो आन्टीको अगाडि हेर भने चाहिँ मोबाइल लिएर हिँड्यो भने चाहिँ कहाँमा चाहिँ केटी लिएर हिँडे जस्तो कुरा गर्छ क्या मोबाइल लिएर यस्तो भिडियो सिडियो बनाउँदैन भने चाहिँ नाङ्गै हिँडेको जस्तो गरेर यत्रो आँखा घुरेर हेर्छ अनि भोलि फेरि अब माथि रनिङबाट तल गएपछि फेरि अब यो त यस्तो गर्दै थियो मोबाइल लिएर हिँड्दै थियो भिडियो बनाउँदै थियो यसले त यस्तो भन्दै थियो भनिहाल्छ त्यही भएर पज गरोस् नाङ्गै हिँड्दा पनि त्यतिको फरक पर्दैन क्या यहाँको मान्छेहरूलाई नाङ्गै हिँड्दा त्यतिको फरक पर्दैन के गर्न खोजौ राम्रो गर्न खोजौ यता त्यता बनाउँदा यत्रो म चाहिँ ढाडेको आँखा पारेर हेरि पो हाल्छ नि त हौ हेरिहाल्छन् त्यो हो नि त हेरिहाल्छ त्यो हो क्या कुरो बुझौँ नि केटा हो यत्तिको गर आजलाई यति हो भ्लग तेरो अब घप घप गरेपछि भोलि आउँछ भोलि